चाहिँ बिहानको 1:43 भयो, 2 बज्न आँट्यो। मैले चाहिँ यति सकिसकेँ हो मेहनत। हेलो एभ्रिवान, नमस्ते, सेवा र जुजो लापा। कस्तो हुनुहुन्छ तपाईँ सबैजना? आरामै हुनुहुन्छ होला है। तपाईँ सबैजनालाई मेरो यो 19 ब्लग्समा स्वागत छ। र म चाहिँ कति भयो है ब्लग्स यस्तो हालेको छुइनँ। अस्ति हाल्छु, डेली हाल्छु भन्ने त हुन्छ है। फेरि यहाँनिर नेटवर्क प्रब्लम भइरहेको छ। कति दिन भयो नेटवर्कै राम्रो भएको छैन हौ कि, अनि मैले हालेकै छुइनँ। लामो ब्लग्स हाल्नु त अलिक भए पनि टाइम लाग्छ नि त, अनि पोस्दैन पनि, अन्त बनाएको पनि छुइनँ। सानो रिल्सहरू हाल्दैछु। मेरो छोरालाई तपाईँले पछि देख्नु हुँदैछ है, ऊ चाहिँ भर्खर उठेको र बल खेल्दैछ। र म चाहिँ आजको ब्लग्समा के को बारेमा हाल्नेवाला छु भने यो चाहिँ अलिकति भए पनि इन्ट्रेस्टिङ हुनेवाला छ। र म जस्तै होइन, अब तपाईँहरू कतिजना हुनुहुन्छ हस्बेन्डसँग सरकारी क्वार्टरमा बस्ने, उनीहरूलाई पनि अलिकति भए पनि जोस आउँछ होला है। अब एक्लै हुन्छ क्वार्टरमा त होइन, के गरौँ भइरहेको हुन्छ। र अब यो देखेर म पनि बनाउँछु भन्ने हुन्छ होला होइन। अब तपाईँलाई देखाउँछु ल म के गर्नेवाला छु। पर्खिन है। यो के हो? मेरोमा चाहिँ क्रस स्टिचको लुगा छ र म चाहिँ अब के बनाउनेवाला छु भनेर म तपाईँलाई देखाउँछु। र मेरो ब्लग्सलाई इन्जोय गर्नुहोस्, मिस नगरिकन हेर्नुहोस् ल। र कति आइडिया पनि मिल्नेवाला छ होला तपाईँलाई है। सेतो कपडामा मैले बनाउनेवाला छु। कतिलाई थाहा भइसक्यो होला है। हजुर, तपाईँले सोचेकै मैले बनाउनु आँटेको छु। र कतिजनाले मेरो यो ब्लग्स कहाँबाट हेर्नु हुँदैछ त्यो पनि मलाई तपाईँले बताइदिनुहोस् होला। हुन्छ त, ढिलो नगरिकन स्टार्ट गरौँ आजको ब्लग्स। अब चाहिँ मैले स्टार्ट गरेको बनाउनु, र यो चाहिँ अब कस्तो हुने रहेछ हेर्दै गर्नुहोस् है त। यसमा मैले यति सकेको छु, यो आर लेखेको छु। अब कहिले सकिन्छ हेरौँ है। अब सकेर एकैचोटि म तपाईँलाई देखाउँछु ल फाइनल लुक। र इन्जोय गर्नुहोस् मेरो यो ब्लग्सलाई, अनि तपाईँलाई पनि अलिकति भए पनि है के गरौँ दिनभरि हुन्छ नि यस्तो गरेर बस्दैछ होला होइन। वाउ, सिक्ने पनि मजा पनि आउने बनाउँदै गएपछि। यहाँ चाहिँ नम्बरले चाहिँ के भन्नु यसलाई, अब गोर्खा बनाएकोले बुझा होला नि कति मिहिनेत लागिसक्यो। चाहिँ बिहानको 1:43 भयो, 2 बज्न आँट्यो। नि गएको चाहिँ भुस साइज कम्प्लिट आँट्यो। अब चाहिँ कान मात्रै बनाउनु छ। अनि यसलाई चाहिँ मैले काखमा यसरी फिडिङ गर्दै बनाउँदैछु। मेहनत चाहिँ खतरा छ है। गाइस फाइनली रेडी भयो। कस्तो देखिरहेको छ? मेरो फोटो बनाएर गरेको छु। कस्तो भएछ दाइको? फाइनली यो चाहिँ अब उसको पुरा भइसक्यो। मेहनत मेरो कति दिनको मेहनत। उसले धेरै यसमा होइन आफ्नो मेहनत पनि गरेको छ। एक बजीसम्म त रेडी गरिसक्यो।